हेलो नमस्ते सबैजनालाई। अब हामीहरू चाहिँ हाम्रो आज बसिरहेको थियौँ, भात खाने बेला भयो भनेर हामी सोच्यौँ अब हामी 10-12 दिन छ, 10-12 दिनमा हाम्रो जिन्दगी के चलिरहेको त, 10-12 दिनमा के प्रगति गर्न सकिन्छ अथवा के हुन्छ, अपडेट डेली अपडेट्स, डेली सर्ट अपडेट्स गर्ने भनेर हाम्रो प्लान छ। यो हाम्रो फर्स्ट भिडियो हो। अब फर्स्ट भिडियो एन्ड हामीले यसै गरी तपाईँहरूलाई आफ्नो 10 याद जति पनि हामी यहाँ बस्छौँ यो अडिटको दौरानमा तपाईँहरूलाई हामी चाहिँ हाम्रो दैनिक के छ कसरी हुन्छ बिहान उठेदेखि बेलुका सुत्नेसम्मको क्लिप्सहरू देखाउँछौँ, ग्लिम्प्सहरू चाहिँ तपाईँलाई देखाउँछौँ। र अब आज चाहिँ हामी अब आजबाट सुरु गर्ने भनेको आज चाहिँ राति परिसकेको छ, फेरि बेलुका भयो। मेरो यो भिडियो आउँछमा भोलि बिहान पनि हुनसक्छ हजुरहरूलाई। यो सुरु हो यो फेरि हामी त्यो युट्युबमा फेमस खाना यहाँ त्यहाँ यो भोलि बिहान हाम्रो रिमाइन्डर हुन्छ भनेर राखेको भिडियो हो। फेरि यस अब झुकेरमा एउटाले फेरि दुईजनाहरू ए भन्दै आयो भने त अब आउमा के गर्ने बेलाएर फेरि मुखसम्म दिनु पर्ने अवस्था हुनसक्छ। अनि तर हाम्रो असली पर्पोज चाहिँ एजुकेसनल पर्पोज। आजको दिन चाहिँ हाम्रो के भयो, अब हामी भिडियो देखाउन सक्दैनौँ दिनमा के भयो चाहिँ भनिदिनु चाहिँ सक्छौँ। त्यही हो। दिनमा बिहान हामी उठेर हामी अब यहाँ 68 भ्याली भएको हाम्रो 1 महिना भयो होइन। त्यसपछि हामीहरू गयौँ कहाँ भने कर्णाली ब्रिज, चिसापानी गयो ठक्क बिहान 8 बजे उठेर लोकल कुखुराको मासु टनक्क खाइयो, फेरि काममा आइयो। र बिहान हामी चिसापानी चाहिँ यति घुम्नु मात्रै गएको होइनौँ। बिहान हामी त्यहाँ चाहिँ यहाँको ब्रान्चको एटिएम त्यहाँ रहेछ, त्यसको भेरिफिकेसनको लागि हामी पैसा कति रहेछ भनेर त्यसको लागि त्यहाँ हो 4जना भएर गएको थियौँ, 2जना बाइकमा। त्यही हामी टक्क गयो। नेक्स्ट त्यहाँबाट गइसक्यो उतारि कर्णाली ब्रिज, अब त्यसको अलिअलि फोटोसोटो पनि खिच्यो। त्यसपछि खानासाना त्यही खाएर फर्क्यौँ। त्यसपछि चाहिँ हामीले दिउँसो चाहिँ आयौँ यहाँ, अनि त्यसपछि आयौँ एकछिन यहाँ बस्यौँ। त्यसपछि हामीले यहाँ भएको फाइलहरू अब हेर्नु पऱ्यो, क्रेडिट फाइलहरू हामीले हिजै स्याम्पलिङ गरेर पठाइसकेका थियौँ। त्यो सबै फाइल यहाँ हामीसँग आइसकेको थियो। त्यसपछि हामीले आज जति लगभग 80% जति भ्यायौँ, 70 अराउन्ड 70%मा पुग्यौँ हामी। रिमेनिङ बोकेको हामी 30%, 35%, 40% भ्यायौँ। र हामी भोलि फेरि 100 भोलि हामी सबै सकाउँछौँ। अनि हामी दिउँसो नास्ता खाना गयौँ, नास्ता केही नभुटाएर सेउ किनेर लिएर आयौँ। सेउ पनि यहीँ छ, 1 केजी सेउ किनेर ल्यायौँ। 2जनाभन्दा बढी खाएनौँ। फेरि अझ फेरि बाहिर जाँदाखेरि सेउ खाने मन लाग्छ, भित्र त्यो रुममा हुँदाखेरि लाग्दैन। त्यो किन हो किन यहाँ छ। अनि बाहिर एकदम गर्मी छ, भित्र चाहिँ अब एसी भएर चाहिँ त्यस्तो गर्नु भएको छैन। तर बाहिर एकदम गर्मी छ। हामी अहिले चाहिँ लम्कीमा छौँ, हामी लम्कीको ब्रान्चमा। र हामीले चाहिँ सुरु चाहिँ धनगढीबाट सुरु गर्थ्यौँ। त्यसपछि हामी क्याम्पस रोड गयौँ, त्यसपछि हामी बेलौरी गयौँ, अनि मणिनगर। तब धेरै चाहिँ हामी मणिनगरमा टाइम लाग्यो। त्यसपछि अत्तरिया र एउटा चाहिँ अहिले हामी बेलौरी गयौँ। र भोलि अब शनिबार अब आइतबारतिर चाहिँ हामी यहाँबाट भजन जान्छौँ। त्यसपछि फेरि हाम्रो प्रदेश कार्यालय धनगढीमा छ। त्यसपछि चाहिँ हामी मल्ल अनि काठमाडौँ जाने या कहाँ जाने भन्ने सोध्छौँ। त्यही हो हाम्रो प्लानिङ चाहिँ। र आज अब चाहिँ हामी एकछिनमा खाना खान जान्छौँ। दिनमा त्यही हो, नर्मल कुरा हो। अहिले कहिले अफ डाउन हुन्छ, एकछिन फाइल जाँदा लाग्छ, फेरि हामी घुम्न जान्छौँ। त्यही हो, काम चाहिँ गरिरहेको छौँ हामीले एकपिस्ट काम चाहिँ गरेर ठुलो बुढा भनेको काम हो, काम गरिरहेछौँ। अब आजको दिनलाई यति नै। यो चाहिँ फेरि आजै जान्छ डे 1 भन्दै र एडिट भन्ने जिरो एडिट सहित र भन्दै जान्छ होइन। अब यस्तै गर्दै डे 10 डे 11सम्म जान्छ। अब उता पुगेपछि त कन्टिन्यू दिन फेरि सकिँदैन, किनकि यो त्यति हाम्रो लागि इम्पोर्टेन्ट कुरा होइन। हाम्रो लागि इम्पोर्टेन्ट कुरा अर्कै छ होइन। त्यही हो। त्यही भएर यसलाई चाहिँ यसो हामी मेमोरिज भन्दा पनि डिप्रेस भयो हामी काम गर्दा धेरै। अब केही न केही त निकाल्नु पऱ्यो भनेर निकालेको कुरा हो। अब यसो त्यसलाई राम्रो लाग्यो भने ठिक छ, के गर्ने, नराम्रो लाग्यो भने ठिक छ, के गर्ने। हाम्रो पार्ट त हामीले गरेकै हो, बाँकी कुरा भोलि गरौँ ल। बाई।